यो चाहिँ हाम्रो धरान 5 देउरालीको बहु संस्कृति पार्कको लागि जोगाना गरेको जाली लगाइएको थियो। यो जाली लगाएको ठाउँ चाहिँ पानी परेर खोलाले आएर पुरिसकेको छ है। अब चाहिँ अलिक खोला आएर यो जाली चाहिँ पुरिसकेको हो। सम्पूर्ण देउरालीवासीहरू, सम्पूर्ण भन्दाखेरि पनि तल्लो देउरालीवासीहरू चाहिँ अहिले यो बहु सांस्कृतिक पार्कको लागि खोला आएर नपरोस् र यो गर्नुको लागि, जोगाउनुको लागि सबैजना चाहिँ अहिले ढुङ्गा बोक्दै हुनुहुन्छ। सम्पूर्ण देउराली टिमहरू यो बहु सांस्कृतिक पार्क जोगाउनको लागि लगाएको जाली पनि पुरिएर यस्तो भइसकेको छ है। हाम्रो बहु सांस्कृतिक पार्क चाहिँ कहिले बनिने हो थाहा भएन। यहाँ खोलामा ढुङ्गा टिप्ने क्रममा छौँ अहिले चाहिँ हामीहरू। सबैजना ट्र्याक्टर हातमा बटुलेर यता राखेर साइडमा राखिरहेको छौँ। यता साइड गाउँमा खोलाले बगाउँछ भनेर अहिले खोला आइरहेको बेलामा चाहिँ यो ढुङ्गाहरूलाई टिप्दै साइडमा राख्ने गरेको छौँ।